हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँलाई मेरो आजको डे 19 मिनी ब्लगमा। म सँगसँगै मेरो छोरो पनि उठिसकेको छ, देख्न सक्नुहुन्छ कसरी खेल्दै चाहिँ बिहानै बिहानै उठेर। अनि साथीहरू, आज चाहिँ नानुको छुट्टी थियो अनि यता नानु पनि उठिसकेको छ, आफ्नो भाउजूसँग खेल्दै बसिन्छ। अनि ऊ चाहिँ आफ्नो फुपूलाई देखेर मक्ख परेर गएको छ आफ्नो फुपूसँग खेल्न भनेर। नानुलाई चाहिँ हल्का 2-3 दिनबाट सन्चो थिएन साथीहरू, त्यसैले चाहिँ आज नानुले छुट्टी दियो। छुट्टी लिने टाइम पनि हो, छुट्टी लिने टाइम त हिजो हो नानुको, तर नानुले चाहिँ आज 13 तारिक लिएछ साथीहरू। अनि यता फुपू भदाहरू खेल्दै थिएँ, म चाहिँ जान्छु ब्रस गर्नतिर। अनि आज मेरो घरमा चाहिँ मेरो देउर देउरानी पुग्नेवाला थिए। अनि यति गर्दैमा म चाहिँ फेरि मुख धुनतिर लाग्छु। मलाई चाहिँ मेरो नानुले लुगा गिफ्ट गर्सेको थियो, म हजुरहरूलाई देखाउँछु है त्यो लुगा। सो साथीहरू, यिनै लुगाहरू नानुले दिएको। अनि यतिकैमा मेरो देउर देउरानीहरू पनि आइपुगेका थिए। मैले चाहिँ भिडियो खिच्न पाइनँ। अनि यता छोरोले आन्टीले माया गरिसकेको थियो। सो साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को 20 मिनट ब्लगमा। त्यतिन्जेलको लागि भिडियोलाई हेरेर साथ दिनु होला। बाई बाई।